ल भिडियो हाल्नु न त के छ र यति हामी के जानु मजा आउने यार यहीँमा बनाइदिन्छु सन्चै हुन्छ नि सन्चै अत्यन्तै खुसी लागेको छ यतिका धेरै हुन्छ ठिकै छ छोडिदिनुहोस् ठिकै छ यतिका धेरै उपस्थित हुनुभएको छ सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु म हाम्रो उद्घोषकज्यूलाई धन्यवाद दिँदै आज यो प्रदेश स्तरीय सङ्गठन विस्तार पार्टी प्रवेश भन्ने उद्घोषका साथ भइरहेको यो कार्यक्रमका अध्यक्षता गरिदिनु हुने हाम्रा कार्यक्रमका अध्यक्षज्यूलाई धन्यवाद हाम्रा उम्मेदवार यहाँबाट हामीले उम्मेदवार खडा गरेका छौँ अब उभिदिनु होला मञ्चमा आसीन मैले मान्नुपर्ने यहाँका स्थानीय श्रमदाताज्यूहरू र उपस्थित सम्पूर्ण विभिन्न ठाउँबाट पाल्नुहुने आदरणीय आमा बाबा दाजुभाइ दिदीबहिनी भान्जा भान्जी र जैनजी पत्रकार मित्रहरू सुरक्षाकर्मी मित्रहरू सबैजनालाई एकमुष्ट माटो प्रेमी अभिवादन जय श्रमदान भन्न चाहन्छु धेरै कुराहरू मनमा छन् तथापि केही कुराहरू मात्रै राख्न चाहन्छु त्यस्तो ठुलो भाषण गर्न जान्ने मान्छे होइन म नेपालमा बोल्न नजान्ने मान्छे है म होइन बोल्न नजान्ने मान्छे होइन जिब्रो चपाएर सत्य लुकाएर बोल्न नजान्ने मान्छे जे छ त्यो भकाभक बोल्ने मान्छे त्यसो भएको कारणले गर्दाखेरि त्यस्तो अर्ग्यानिक मान्छेले के भन्दो रहेछ भनेर चाहिँ चासो लिएर आउनुहुने विशेष गरी यहाँ मैले युवाको जमात ठुलो देखेको छु र यो युवाको जमात देख्दाखेरि म अत्यन्त खुसी छु मैले धेरै वर्षदेखि एक्लै पनि बेथितिको विरुद्धमा लड्नु पर्यो भ्रष्टाचारको विरुद्धमा लड्नु पर्यो भनेर कम्मर कसेर एक्लै अभियान सुरु गरेको आज 15 वर्ष जति भयो र त्यही सङ्घर्षको क्रममा अभियानको क्रममा मैले एउटा गीत बनाएर फेसबुकमा बजारमा त के चल्थ्यो र म जस्तो नाचेको गीत फेसबुकमा लेखेको थिएँ एक्चुअली पोस्ट गरेको थिएँ खुब चलेको थियो त्यो गीतबाट सुरु गर्नुपर्छ जस्तो लाग्यो मलाई म चाहिँ आफ्नो कुरा राख्नुभन्दा पहिला एउटा गीत म पनि गाउँछु अरूलाई पनि गाउन लाउँछु त्यसो भएको कारणले गर्दाखेरि त्यो गीतबाट सुरु गरौँ न अब यहाँहरूले कस्तो भाका गाउनुहुन्छ होइन पश्चिममा अर्कै भाका हुन्छ हामी चाहिँ अर्कै भाकामा गाउँछौँ अर्कै लवाज हुन्छ तथापि पूर्वेली लवाजमा एउटा गीत छ त्यो गीत गाउँ है त हुन्छ होइन देख्दा अत्यन्तै खुसी छु म चाहिँ हाम्रो साउन्ड सिस्टम कता हो कन्ट्रोल गर्ने मान्छे अलिअलि इको पनि लाउँदा हुन्छ होला गीत गाउँदा चाहिँ स्वर किनभने स्वर चाहिँ फेरि बोरा फाटेको जस्तो छ ल मैले जे गाउँछु त्यही गाउनु होला जस्तो गाउँछु त्यस्तै गाउनु होला कोही कसैले लजाउनु पर्दैन लाज मान्नु पर्दैन होइन हिचकिचाउनु पर्दैन ल हुन्छ
स्वर राम्रो छैन राम गरौँ न त एकचोटि ल तिमी कहाँ छौ यहाँ छौ है मेरो पनि गाउँदा गाउँदा स्वर सुकेर क्या ल फेरि ए युवा तिमी मैले गाइसकेपछि गाउनु होला ए युवा तिमी कहाँ छौ आकाशले खोजिरहेछ आकाशले खोजिरहेछ देशमाथि उठाउन बतासले सोधिरहेछ सबैले गाउन नलजाइकन अलिअलि लाज लागिरहेको जस्तो लाग्यो फेरि बेटर गाउँ है अझै राम्रो गाउँ है ल मनभित्रबाट गाउँ है ए युवा तिमी कहाँ छौ ए जेन्जी तिमी कहाँ छौ तिमी कहाँ छौ बतासले सोधिरहेछ बतासले सोधिरहेछ अर्को साम्बाङको सेक्युरिटी बाबा लिएर गाइस आकाशले खोजिरहेछ देशमाथि उठाउन आकाशले खोजिरहेछ शहीदले चाहे जस्तो आको छैन शासन शहीदले चाहे जस्तो आको छैन शासन गरिब मर्ने भोकै पर्ने उस्तै छ नि चलन गरिब मर्ने भोकै